हेलो एभ्रिवान, नमस्ते। मैले चाहिँ सानो भिडियो लिएर युट्युब च्यानलमा आएको छु। सबैजनाले माया गरिदिनु होला, लाइक शेयर कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। हस्, यस्तै रहेको छ। यो चाहिँ चिकन, यसलाई चाहिँ यसरी काट्नुपर्छ है। एउटा कुखुरालाई चाहिँ दुईटा बनाउनुपर्छ। यहाँ चाहिँ रहेछ दुईटा र आधी, किनकि मेरो फ्यामिली चाहिँ सानो छ, त्यही भएर मैले चाहिँ 2 केजी चिकन बनाउन लागेको छु। साथमा टोमेटो छ है, सानो टुक्रा बनाएर काट्ने। कसैले चाहिँ हाल्नुहुन्छ, कसैले चाहिँ नहाल्दा पनि हुन्छ। मैले चाहिँ आज सबैजना फास्टिङ भएकोले आज भोलिको ईद छ, आज सबैजना व्रत बस्नु भएको छ, अलिक मिठै बनाइदिउँ न भनेर मैले चाहिँ यो एड गरेको छु। यो चिकन चाहिँ दुईटा आधी भएकोले गर्दाखेरि मैले यो चिकन स्टेक माझी भन्छन्, यसलाई चाहिँ मैले एउटा अनि आधी यो जम्मा यस्तै खालको 3टा हुन्छ। यो चाहिँ चिकन खानाको लागि मैले प्याज भुट्दैछु। अब यसलाई चाहिँ हल्का ब्राउन भइसके पछाडि यो चिकन एड गर्ने। यो ब्राउन भइसके पछाडि यो टमाटर हालिदिन्छु। त्यस पछाडि यो चिकन हाल्ने। चिकन हालिसके पछाडि यहाँ चाहिँ रहेको छ सबैको प्रकारको बेसार अनि जिराको धुलो, धनियाँको धुलो अनि गरम मसलाको धुलो सबै रहेको छ। यो चाहिँ सबै यसमा हाले। यति नुन एड गरे हजुरहरूले चाहिँ यसलाई टेस्ट गरेर पनि गर्न सक्नुहुन्छ। अनि यसमा चाहिँ पानी तताउने जगको 2 जग पानी हाल्नुपर्छ है साथीहरू। मैले चाहिँ चिकन हालिसकेको छु है। अब म यसमा चाहिँ पानी एड गर्दैछु। पानी चाहिँ यो जगको 2 जग एड गर्नुपर्छ है। अब खाना अनुसार हुन्छ है। मैले चाहिँ चिकन निकालेर पनि खाना चामल हालिसकेको छु। अनि यो चाहिँ मैले चिकन निकालेर अनि चामल हालेको। अहिले म सकिने बेलामा फेरि जोडिन्छु। यो चाहिँ फिनिसिङमा यस्तो भएको छ गाइसहरू है। हेलो एभ्रिवान, यो चाहिँ डाकुस भन्छ नि। त्यसको लागि चाहिँ मैले तेल अनि दालचिनीको डन्ठा अनि कागती अनि प्याज हालेर फ्राई गरिरहेको छु। रहेको छ करी पाउडर अनि मरिचको धुलो, जिराको धुलो, धनियाँको धुलो सबै 1-1 चम्चा, सानो चियाको चम्चाको। यो चाहिँ टोमेटो पेस्ट मैले यसमा हाल्न गइरहेको छु। देख्न सक्नुहुन्छ माजुन टमाट भन्छ यसलाई अरबीमा हैन। यो चाहिँ हाल्नै पर्छ। अब फ्यामिली अनुसार हुन्छ है। मेरो घरमा चाहिँ थोरै आज चाहिँ अलिक बढी नै हुनुहुन्छ र मैले चाहिँ 2टा एड गरेँ। अझ त्योभन्दा बढी नै पकाउनु पर्यो भने हजुरहरूले बढी पनि युज गर्न सक्नुहुन्छ है। ओके एभ्रिवान, यो चाहिँ बनिसकेको छ। यसलाई चाहिँ कम्तीमा 20-25 मिनट पकाउन पर्छ। यो चाहिँ बनिसकेको छ। यसलाई चाहिँ साथीहरू हाँसु भन्छन् है, अरबी हाँसु। यसलाई चाहिँ मैले अरूले चाहिँ डाइरेक्ट तेलमा पनि बनाउँछन्, मैले चाहिँ पानी हालेर गरिरहेको छु। लास्टमा थोरै तेल हाल्छु। अहिले म हजुरहरूलाई देखाउँछु नि है। यो चाहिँ अरबी हाँसु। प्याज सानो बनाएर काट्ने, यस्तो बनाएर काट्ने प्याज। यसलाई चाहिँ पानीमा उयो गर्ने। अरूले चाहिँ तेलमा गर्नुहुन्छ, मेरो घरमा चाहिँ धेरै तेल नखानु भएर म चाहिँ पानी एड गर्छु है। यसमा चाहिँ मैले किसमिस पनि एड गरिसकेको छु। किसमिस चाहिँ 2 मुठी जस्तो हाल्ने। अनि यसमा चाहिँ छ बेसारको धुलो, नुन, अनि यसमा चाहिँ मरिचको धुलो अलिक बढी हाल्नुपर्छ, अनि सुकुमरको धुलो हाल्नुपर्छ, अनि जिराको धुलो, करी पाउडरहरू सबै हाल्ने 1-1 चम्चा। करी पाउडर, जिराको धुलो, धनियाँको धुलो चाहिँ सानो चम्चाको 1-1 चम्चा हाल्ने। अनि यो यसलाई ठुल्ठुलो एक्स्ट्रा भन्छन् कि मरिचको धुलोलाई, त्यो र सुकुमरको धुलोलाई हेल भन्छन्, त्यो चाहिँ अलिक बढी नै एड गर्ने है। यसरी त्यो चाहिँ देख्न सक्नुहुन्छ पुरै तरिकाले बनिसकेको छ। त्यस्तै बनाउने हो।